ओम यं ब्रह्मा वररुद्रमतन्मन्त्रदेवतवेदेशङ्गुपदो कर्मणि सदै गायन्ति यं सामगा ध्यानावतिर्गद्रमणसा पचन्ति नम योगिनं यशन्तं नयनसुरसृगणदेवाय तस्मै नमो कर्पूरगौरं प्रणावतारं संसारसारं भुजगेन्द्रारं सदा वसतमिर्दयारविन्दे भवं भवानी सहितं नमामि त्वमेव माता च पिता तोय त्वमेव बन्धुः सखा च त्वमेव विद्याधरं त्वमेव सर्वं मम देवदेवो मम सेव्यसिद्धकरं पुण्यफलं दाति ओम मानव भद्रः गर्जभोजन्तु विश्वादुदाब्दाशुभ्रतचिता देवशरतनोपादो मह्यमित्र पितरो मानव भद्रं करणिभिः ओम शान्ताकारं भुजगशयनं पद्मनाभं सुरासं विश्वाधारं सदृशं एकवर्णसुमाङ्गं लक्ष्मीकान्तं फलनं योगी विद्यानगम्यं वन्दे विष्णुभवनं सर्वलोकैकनाथं सर्वमङ्गलमङ्गले शिवे सर्वस्वादिके शरणेत्राम्बिके गौरी नारायणी नमस्ते ओम भगवते नमः ओम सरस्वती नमः ओम गणेशाय नमः कुमाराय नमः रामाय नमः श्यामाय नमः हस्ताय नमः केशवाय नमः ओम नंदनारायणाय नमः ओम गंधं पुष्पं धूपं दीपं नैवेद्यं समर्पयामि ओम श्री हरे नमः श्री परमात्मने नमः नारायणाय नमः नमः श्री कृष्ण परमात्मा की जय श्री हरे नमः राधे राधे श्याम सम्पूर्णमा प्रणाम। आज फेरि देवी भागवतको षष्ठम स्कन्धको 10औं अध्यायमा पारायण गर्न गइरहेको छु। यसमा चाहिँ नारदको मोहको बारेमा बताइएको छ। ओम श्री हरे नमः। भन्थे व्यास कथा पुराण दिनहुँ सुन्थे ती जन्मे जये सोधेथे निर्पाले भएर मनमा एउटा ठुलो संशय जो हुन् रक्षक विश्वका अधिपति ब्रह्माण्डका रक्षक लक्ष्मीका पति यो सबै भुवनका कुन एक जो मालिक उस्ता सुता भइकन रहे यसमा छ के कारण यसको गर्नुहोस् निवारण छिटै मेरो बुझाइ मन भन्नुभयो अनि व्यासले नृपतिले शङ्का गरेको सुनि गर्छु वर्णन सुन्नु आओस् नरपते जलाका शङ्का भनी हर्ने संशय मोहका विषयको सन्तुष्ट पार्ने मन ज्ञानी नारदले भने मसित जो गर्छु त्यही वर्णन ब्रह्माका सुत श्रेष्ठ नारद मुनि निर्लिप्त ज्ञानी पनि मेरो आश्रममा कुनै दिन पुगे भेट्छु मलाई भनी राखे आसनमा उठेर म स्वयं उनको गरे पूजन सोधे नारदलाई यही विषयमा राजी गराई मन प्राणीलाई छ के यहाँ सुख दिने कुन वस्तु यो लोकमा आफैलाई म हेर्छु भ्रान्ति छ ठुलो मेरो दुखी चित्तमा जन्मे दीप विषय मगोर वनमा केही काल एक्लै रहे बाँचे मर्न सकिन तै पनि त्यही सन्ताप धेरै सहे छोरो पाऊँ भनी सुमेरु गिरीमा निकै तपस्या गरे पाए पुत्र दया भएर शिवको केही शान्ति प्राप्त गरे चारै वेद अनेक शास्त्रहरूको शिक्षा दिए त्यसकन उसले त्यागिदियो पुगे विपदमा राम्रै गरी गाडिन त्यागे त्यो तपभूमि खिन्न मनले आए म डुल्दै यता आमा तर्फ बढेर स्नेह दगुली लागेर माया उता यो संसार अनित्य हो र भ्रम हो माया भनी जान्दछु मायाको दृढ पासाले तर कसै छोड्दैन यो मान्दछु लागे बस्न सरस्वती तट पुगे सन्तोष मानी त्यहाँ सम्प्या प्रतास पवित्र आश्रय छ जो बस्छन् तपस्वी जहाँ राजा सन्तानुले बिहे गरी लगे यस्तो सुनेथे जब केही शान्ति भयो मलाई जननीको बात सुन्दा तब चित्राङ्गर विचित्र वीर्य दुवै भाइ मरे थे अनि राजा सन्तनु ती मरेपछि भइन् रानी ती माता पनि माता सत्यवती भइन् अझ दुखी त्यस्तो विपत्ति परी सम्झाए जननी भनेर बहुतै मैले पनि बेसरी
लाग्यो वंश समाप्तयो हुन भनी रोइन्ती आमा जब मैले गर्नु पर्यो नियोग दुईटै रानीहरूमा तब अन्धो त्यो धृतराष्ट्र जनमन गयो एउटी बुहारीतिर अर्को पाण्डु पो भएर शासन गर्यो निकै रही तत्पर गृहस्थाश्रममा पनि मनौतै दौडी सधैँ पुग्दथ्यो केही गर्दा पनि चित्त शान्त नभए उद्विग्नता बढ्दथ्यो मिथ्या बन्धन हुन् भनेर सहजै जाने बुझे तापनि कहिले बस्न सकिन शान्त मनले योगी वैरागी बनी पत्नी उत्तम पाण्डुका दुई थिए कुन्ती र मान्द्री पनि त्यागी राज्य गएर घोर वनमा बस्थे तपस्वी बनी पाँचवटा बलवान पुत्र वनमै रानी दुवैका भए राजा पाण्डु मरेपछि सुतहरू दरबारमा राखिए तिनलाई धृतराष्ट्र भीम दुईले राखे सुरक्षा गरी मान्थे ती धृतराष्ट्रका सुरतहरू प्रत्यक्ष वैरी सरी त्यो दुर्योधन दुष्टले छल गरे तिनलाई मार्छु भनी त्यो लाछा गृहमा लुलेर सहजै आगो लगायो अनि ठुलो कष्ट भयो मलाई मनमा त्यो घोर दुष्कर्मले बाँचे पाण्डव पाँच ती विदुरको युति तथा नीतिले भेटे गए वनमै स्वयंवर हुने ती द्रौपदीको भने तिनको झट्ट हुने विवाह सजिलो बाटो बताइदिए फर्के पाण्डव इन्द्रपथ तिनको त्यही राजधानी भयो ठुलो यज्ञ राजसूत विधिले निर्विन्द भई सिद्धियो चाँडै नै मायाले सभा भवन त्यो तयार पार्यो जब त्यो दुर्योधन डाहमा जकडियो देखि ठुलो वैभव जुवामा खलले छलेर बलले सर्वत्र खोसिलियो त्यसले जततै सभा भवनमै खोस्ने इरादा थियो पाँचै पाण्डव 12 वर्ष वनमा सङ्कट भोग्दै रहे बस्दा गुप्त भएर वर्ष दिन झन् सन्ताप धेरै सहे थाल्यो गोप्न मलाई भित्र मनमा काँडा बिधे झैँ गरी आफ्ना कष्ट कति बढे थरी थरी जानु न कुनै श्रीहरि माया बन्धन दुःखको जलधि हो जाने बुझे तापनि मैले तोड्न सकिन बन्धन मुनि त्यसले बढी छु दुखी ओहो त्यो मौको पिता जग जननी को हुन् र आए किन जान्दैछु सब त्यो तथापि भ्रममै अल्झन्छ व्यर्थै मन मेरो सत्य वचन सुनिकन नि भन्दा भए नारद मेरो भन्छु स्वयं उदाहरणमा विस्तार राम्रोसित भोगे कष्टहरू अनेक रङका व्यामोह गाथामा निकै वर्ष अगाडि पर्वत मुनि मामाली साथमा डुल्दै सञ्जय भूपका महलमा पुग्दा भयो कोही दिन वर्षाकाल सुरु भयो उही बस्यो वर्षाभरि नै सुन राजा के दमयन्ती नाम दुईटा निकै थिइन् सुन्दरी मेरो चित पनि निकै तसियो तिनका अगाडि परी त्यो चालाकन देखि पर्वत मुनि साह्रै भए विस्मित श्रापे बानर झै हुनेछ मुख त्यो भन्दैन राम्रोसित मेरो बानर झै भयो मुख नि काँपे रिसाइकन तिम्रो यो गति रोकियोस् अब यहीँ त्यो स्वर्ग जाने सुन मेरो श्राप सुनेर झन् रिसले अन्तै गए पर्वत कन्याले पनि देखि बानर मुखे हेरिन भई लज्जित मेरो शक्ति तथा प्रभाव तपको एक कति जान्दथिन्
सेवा चाकरीमा नपारे त्रुटिकै पहिले समान गर्दथिन्। हाम्रो प्रेम प्रपञ्च त्यो नृपतिले राम्रै बुझेथे जब पुत्री सुम्पिदिए मलाई मनको फाली कसङ्का सब। पत्नी थिए सुमुखी म बानर मुखे देखेर आफ्नो थिति त्यो बेला अति कष्टले मन दुख्यो मेरो कति हो कति। घुम्दै तीर्थनेका केही दिनमा आए त्यही पर्वत हाम्रो भेट भयो र सोच मनले उनको गरे स्वागत। राम्री राजसुत म बानर मुखे देखेर चिन्तित भए आफ्नो श्राप हटाई फेरि अघि झैँ उनले गराइदिए। तिम्रो श्राप पनि छुटो छ अब भनी मैले भनेको सुनि हाम्रो दुवै निकै वर्ष बसे त्यही म खुसीले ती राजा कन्यासित जान्छु लौ म भनी प्रसन्न मनले जाँदा भए पर्वत। मायाले मन अल्झी बखतमा मैले त भोगे प्राणी गरौँ के कुरा म अहिले त्यो अन्त्य भेटाइने। मायाको बल यतिकै छ यसरी जानिन्छ भन्ने कुरा मैले बुझ्न सकिन त अरू कहाँको छन् र जान्ने कुरा। काम क्रोध र लोभ मोह भरिया छन् शत्रु जस्ता सब देउताले पनि जित्न पर्दछ कठिन के सक्दथे मानव। भन्छु एक प्रसङ्ग यही विषयको एउटा मरेको सुन वीणा औ मृग चर्मा आसन लिई हिँड्दो भयो कोही दिन। श्वेतद्वीप पुगे म गर्दछु भनी श्री विष्णुको दर्शन पाए दर्शन दिव्य गदगद भयो त्यो थान देख्दा मन। लक्ष्मी झट्ट उठी पसिन मलमा निकै म टाढा थिएँ साह्रै छक्क परेर विष्णुसित यो मैले सुध्याइलिएँ। कामी दुष्ट म होइन ए प्रभु म हुँ ज्ञानी तपस्वी गुणी। लक्ष्मी लुक्नु भयो तुरुन्त किन हो देखि म बुढो मुनि। आएको नगिचै मलाई मधुरो वीणा बजेको सुनि लक्ष्मीले किन लुक्नु पर्दछ प्रभु सङ्कोच लाग्यो भनी। मेरो बिन्ती सुनि अहम मन मनै उम्रेछ भन्ने गुनी आज्ञा गर्नुभयो मलाई मुखमा हेरेर हाँस्दै मुनि। नारीले उभिनु कि सम्मुख हुनु स्वामी पिता बाहेक अर्काको नगिचै हुँदैन कहिल्यै नीति छ यो लायक। माया जित्न सकिन्न तापनि मुनि बोल्छौ अहम भावले फेरि अन्त गई नभन्नु यसरी भन्छु म ए हेतुले। राख्छन् प्राण लगेर उग्र तपले ब्रह्माण्डमा योगले भन्छन् विज्ञ गुणी जितेन्द्रिय मुनि कोही लाभुछ अभ्यास लामो अभ्यासले। त्यस्ताले पनि जित्न पर्दछ कठिन समाया भने हे मुनि गर्छौ बात निकै जितेन्द्रिय मौ भन्दै मलाई बनी। ब्रह्मा रुद्र फणीन्द्र इन्द्र म तथा ज्ञानी मुनि देवता मायामा फसी बोल्दछन् यदि भने तिम्रो छ के योग्यता। पाएथे हरिको झपार मनमा आचार्य माने अनि सोधे पाउ परि म हेर्दछु प्रभु माया जगत व्यापिनी। आफू झट्ट उठे नबोली मुखले सोधै गरुडमा चढे आफ्नो साथले मलाई प्रभुजी आकाशमाथि उडे। हेर्दै दृश्य अनेक सोच वनमा ती श्रेष्ठ तीर्थस्थल भापेको बल तडाग निर्जर नदी पर्वत हिउँ जलमल। रुल्दै उत्तम ग्राम आश्रम निकै आश्रय लामो अनि पुदा सुन्दर कान्य कुज भुरमा औलो यही लौ भन औलौ यही लौ भनी।
देख्यौँ देव्य त्यही सरोवर थियो, आज्ञा भयो विष्णुको। देख्दा उत्तम त्यो तलाउ, मनमा इच्छा भयो स्नानको। राम्रा रङ्ग बिरङ्गका कमलले शोभा फिरेको अति। पन्छी हंस चकोर सारस चरा उड्ने र डुल्ने कति। माछा कश्यप आदि जन्तु पनि छन्, पानी छ झन् निर्मल। चाँदी झैँ त्यही बालुवा त छ तटमा, झन् टल्कने जलजल। पहिले स्नान छिटाइ तिमी गर मुनि, आज्ञा भएको सुनि। त्यो बिँडा मृग चर्म आदि तटमै राखिदिए लौ भनी। मारी त्यो जलमा डुबल्केर जसै माथि निकाले छिर। निस्के उत्तम रूपशील गुणकी नारी बनी मास्तिर। मेरो पूर्व चरित्र बिर्सन पुगे, सम्झिन्न केही यता। सारा बोक झिटिमिटी आदि छिटाइ भागे कता हो कता। लागे घुम्न तलाउकै वरिपरि, को हुँ कहाँ छु भनी। साह्रै नै अलमल्ल भइकन रहे प्रत्यक्ष नारी बनी। त्यही बेला रथमा आसो गजहरू देखा परेथे त्यहाँ। कोही ताल ध्वजा नामका नृप स्वयं आएर गाडीमा। रक्षा गर्न सशक्त रूप गुणका खानी ती भूपालले। सोधे सुमुखी बस्यौ किन यहाँ आएर कुन कार्यले। छन् तिम्रा पति वा विवाह नगरी कन्या तिमी छौ भन। मेरा साथ रही तुल्याऊ सुमुखी आफ्नो सुखी जीवन। लाग्यो लाज मलाई बोल्न नसके हेरिरहेथे जब। पक्री हात बसाई दिव्य रथमा दरबार ल्याए तब। मेरा साथ विवाह दिव्य शास्त्र विधिले आनन्द मान्दै गरे। रानी भई निर्पखी बसे महलमा, राजा खुसीमा परे। पहिलेका तप ध्यान ज्ञान गुणती भागे कता हो कता। रानीको सुखमा बसी दिनहरू धेरै बितेथे यता। जन्मिएथे निज 20 पुत्र क्रमले, ठुला भए ती सब। छोरा ती सबको विवाह हुन गो आए बुहारी तब। जन्मी नाति पनाति ती घरभरि, छन् मोह बढ्दै झन् मोह बढ्दै गयो। त्यो मेरो परिवार गर्न सकिने जस्तो कहाँ पो थियो। कहिल्यै त्यो सुख दुःख ताप झगडा कहिल्यै रक्षाको चल्यो। केही वर्ष चलेर त्यही किसिमले हाँस्दै रुँदैमा बित्यो। धेरै सन्तति औ ठुलो सहलयो साम्राज्य वा वैभव। मेरो हुन् म सुखी भनी भने घरि घरि सन्तोष मान्थे तब। को हुँ को पहिले थिएँ म अहिले जान्छु कता के गरी। यसको याद थिएन आफ्नो मनमा, बिर्से सबै त्यो घरी। आयो हाँक दिँदै उही बखतमा शत्रु कुनै भूपति। छेके सैनिकले सबैतिर अनि ती गर्दिए दुर्मति। मेरा सन्तति पुत्र पौत्र घरमा साना ठुला जो थिए। त्यही बेला रणमा सशस्त्र रिसले उर्लेर जाँदा भए। ठुलो युद्ध भयो मर परे समरमा योद्धा गएका जति। मेरा पुत्र पनि सबै हुन गए योद्धादि अग्निमा आहुति। रोए खुब गरे विलाप दुःखले सन्तानकै खातिर। हाहा पुत्र बनी गए म धगुरी सङ्ग्राम भूमितिर। एउटा ब्राह्मण वृद्ध त्यही बखतमा आए कुनै सल्जना। थाले भन्न तिनी यहाँ बस्यो त वृथा रोइरहेको मन किन। रोउ बेसरी वा फुटाउ जिमीमा ठोकी स्वयं खप्पर।
फर्कन्न कहिल्यै मरे जति कुनै आजीवादी नारी नर। मिथ्या मोह तजेर शान्त मनले जे भन्दछु त्यो सुन। माया जाल दया समस्त भ्रम हो भने मनैमा गुण। छोरा नाति पनाति बाबु जननी जो छन् सबै बान्धव। झुटा हुन् निज कर्मका फलहरू जन्मेर भोग्छन् सब। को हुन् सन्तानी यो विचार मनले आफ्नो महोकु भनी। सारा सूत्र गरे भनेर यसरी पुग्दैन दुखी भनी। गर्नु पर्दछ तिलाञ्जली अब छिटै देऊ नुहाइकन। जन्मेका जति मर्दछन् पछि स्वयं ती साउँछन् जन्मन। तिनका ती जले लगे जयती कुरा भन्दै उही थानमा। देऊ स्नान गरी तिलाञ्जली सुबे सन्तानको निम्तिमा। गर्छु स्नान भनी पसेर जलमा मारे डुबुल्की जब। निस्के नारद भई झल्स्याङ अघिको बिर्सी बितेको सब। वीणा चर्म कमण्डलो सब थिए प्रत्यक्ष ती माधव। देख्दा छक परे भयो घटक झैं यो कुरा तमासा। यो कुन तमासा अब। आयो तर्क अनेक भित्र मनमा सातो गए जाइ भयो। के भो विज्ञ मुने भनेर प्रभुले हाँसेर आज्ञा भयो। निकै लज्जित छु म खुब छलिए हे नाथ गल्ती भयो। मायाको महिमा बुझे अलिअलि नै चेतना फर्कियो। आफ्नो ज्ञान र ध्यान आदि सब यो आराधना नाथको। मिथ्या त्यो सुखमा डुबी भुलिदिए के तु यस्तो भयो। खाए खादे अखादे ध्यान नदी बिर्सी सबै हरि। रोए खुब भनी बडो विकलमा एक एक छोरा गरी। स्वप्ना झैं बुझियो रहेर मनमा को कहाँ छु भनी। नारी रूप भने कतै अलिअलि झल्कन्छ अहिले पनि। आज्ञा मायालाई जिते भनी अघि गरे मैले अहङ्कार जो। देखाए अहिले सबै चटक झैं मेरो आयुष्य तोड्नु भो। आज्ञा भो प्रभुले अनि अलिअलि सासेर माया प्रभु गरी। मायाको यही खेलभित्र मनमा झझल्क झस्कन्छ साँचो सरी। गाह्रो कार्य छ बस बुझ्नु यो विषयमा बुझ्दिन मैले जब। सक्ने बुझ्न छ को भनौँ म अहिले झन्मुड झैं मानव। यो दुर्लभ छ बुझ्न देख सहजै को सक्छ माया कन। मायामै सबल जिए पृथ्वीमा डुब्छन् दुखी भइकन। स्वप्नमा जसरी यताउति भुली त्यो भुल्छ त्यस्तै गरी। पुग्थ्यो अन्त कहाँ उहाँ शरीरमै त्यो वासना नाना थरी। मायाको महिमा अपार छ मुनि छन् जान सक्ने कहाँ। माया जित समर्थको छ भवमा यी जीव भन्दारीमा। यदि वर्षि तिमी कदापि नपरे व्यर्थै अहङ्कारमा। पाल्नु भो यति अति दिकन स्वयं श्री विष्णु वैकुण्ठमा। मायाको महिमा प्रभाव छ ठुलो ज्ञानी कसैको डर। पूजा ध्यान र प्रार्थना तुति सबै कात्यायनीको घर। यो संसार अनित्य ठान हुनमा हे कृष्ण द्वैपायन। जन्मे स्वरूप धारण गरे यही हेतु नारायण। सारा छन् परम तन्त्र पुतली झैं
नाच्दै रहन्छन् सब गर्छन् कार्यहरू रही खटनमा ब्रह्मा र विष्णु शिव बाँधिन्छन् गुण झैँ त्रिलोकभरिमा प्रहरीहरू छन् जति जुन माया गुण हो उनै प्रकृति डर मैले बुझाउँ कति मान्छिनी गुण वेद साध्विका तथा यी राजसी तामसी उसकै बन्धनमा चराचर परि मान्दै रहन्छन् खुसी ब्रह्मा विष्णु र रुद्र आदि गुणले नै बाँधिएछन् जब भोछन् कष्ट र मान्दछन् सुख हुनै अवतार भारी सब चर्चा गर्नु वृथा छ लिप्त एक सबै छन् जो मोह मायामा शिरत्रौतीका चरणमा दिनिउराई साथ गर्ने छ जो दिनहुँ पूजन भक्ति साथ गर्छिन् दया जननीले अनि चारबार जान्छन् तरेर सजै भव सिन्धु पार कात्यायनी जननीको महिमा अपार ज्ञानी सुचिन्तन गरी सुखी बार बार यो मोह बन्धनु छिटै खुकुलो तुल्याई बाटो बनाउनु आवश्य भव तर्नलाई देवर्षिले हित कुरा भनी व्यासलाई शिक्षा दिए थरी थरी मनमा रमाई पाँचौँतिर आम्य कुटीमा उनी धेर वर्ष गर्थे कल्प व्रत ध्यान सधैँ सङ्घर्ष आधा शक्ति उनै त्रिलोक जननी हुन् देवी कात्यायनी ज्ञानीका पनि छन् उपास्य तपमा आराधनामा उनी जो गर्दछिन् दिनहुँ प्रसन्न मनले पूजा तथा कीर्तन श्रद्धा भक्ति बढाई गर्दछन् स्तुति त उनको खुसी हो खुसीले मन श्रद्धा भक्ति बढाई गर्दछन् स्तुति जो उनको खुसीले सदा झिक्छिन् बाउ समाइती भगवती आई सदा सर्वदा देवी भागवतम प्रधान सबमा जानेर जो पढ्दछन् यो संसार समुद्र गोफुरसरी पारी तिनै तर्दछन् भनिसम्म कथा यस अध्यायमा वर्णन गरेको श्री हरि नमः श्री परमात्मा नमो नारायणाय नमो नमः श्री कृष्ण गोविन्द हरे मुरारे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवयति ये कृष्ण ये यादव ये सखेति। श्री कृष्ण परमात्मा की जय। श्री हरि नमः। राधे राधे श्याम। सम्पूर्णमा प्रणाम।